पाली बाढी पछाडिको दशैंको वातावरण हेर्नुस्, खुलेको छ। आकाश हेर्नुस् कति क्लियर छ। यता हाम्रो खेत पनि अब धान काट्ने अवस्थामा पुगेको छ र यो मास काट्नुपर्ने अवस्था छ। यो झरीले गर्दाखेरि घरमा पाल्नु भएका भिनाजु दिदी अगाउनी मात्रै हैन, काममा सगाउनी पनि भनेर यहाँ चाहिँ आउनु भएको छ। ल के गर्न आउनु भएको ल भन्नुस् त? अब मास काट्न आएको हो। अब यहाँ पानीले घर जान्दैन, अब यसो सगाउ भनेर आएको। आमालाई यता त गाह्रो छ जस्तो। अनि के पहिला चाहिँ नसकाएको हो र? पहिला नि सगाएको, अहिले त अब काम गर्ने बानी हराइसक्यो नि त। फेरि नि गाह्रो हुन्छ चाहिँ खेतको आली नि भर्केर आउँथ्यो। यहाँ माथि भिनाजु हुनुहुन्छ। ल भिनाजु पनि गजबसँग काट्दै हुनुहुन्छ। भिनाजु के गर्न लाग्नु भयो? हामी यहाँ माछ भेट्याउने मारा माछ चपेर अब भोलिपर्सि दाल खानु पाइन्छ। यो पर ससुराली आउँदाखेरि त खानु पर्यो नि त, होइन? ल गजब छ। त भान्जी नानी के गर्दैछन् अब? भान्जी नानी लौ न, त्यो अनुहार छाप्नु पर्छ त। ल हेर, भिडियो बनाउने मात्रै हो। हजुरले टाउकोमा सल्ची किन राख्यो हो? पहिल्यैदेखि हुन नि पर हामी कहाँले हुन्छ सास जान लागिसक्यो। कति गरम यामा बिस्तारै गरेर म तलतिर ठाउँ छैन नि। यहाँ चाहिँ यहाँ बोक्दै नबोक्ने नाटक देखाउँदै हिँड्दा छेउटी चाहिँ यहाँ चाहिँ आमा बोक्दै हुन्छ। यहाँ आउँदैछौँ। सके जाऊ यति बोकेर। यहाँ मान्छेलाई गाह्रो भएर भारी बिसाउ भन्ने पुग्नु भइसक्यो। यहाँमा मरिन जाने। ए आमा यहाँ बस्नु। सबैले भारी बिसायो, त्यहाँ जाँदैछ बिस्तारै बिस्तारै। उसै त बाबु त्यहाँ माथि भट्टा छ भने जस्तो भयो, होइन? आफ्नै ज्यान भारी भएको बेला अर्को भारी थप्दा के होला? हाम्रो जस्तो हुनु पर्यो। सिलिम दिया ल ठुलो अब ल को लथी गर मिलाएर दफा केही भएको छैन। कहिले भन्न मिलेन अहिले मलाई गिज्याएको। समय त प्यात्तै भइसक्यो नि त।